पर मार्क बिर्सेछ मैले त कस्तो सेम यो बाटो हिँड्दा त पोखरा हिँड्दा जस्तो लाग्छ छोरा नातिको ज्याकेट हराउँछ भनेर यहाँ हजुरआमाले ल दुईजना टिम छ दुईजनाको हेर्नु न ज्याकेट पनि मिले हेलो एन्ड नमस्ते वेलकम स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल सङ्गीतापुरी ब्लग्समा आज पनि उपस्थित भइसके म हजुरहरू सामु नयाँ भिडियो एन्ड ब्लग लिएर आई होप सबैजना सन्चै हुनुहुन्छ होला भने आशाका साथ यो भिडियो म कन्टिन्यू गर्न चाहन्छु अनि के छ आज विशेष त भन्दाखेरि आज खासै केही विशेष छैन मम्मी गाउँबाट आउनु भएको छ सो पसलको सामानहरू के लिनु छ भन्दै हुनुहुन्थ्यो सो आज हामी न्यू रोड जान्छौँ म बहिनीहरू अनि मेरो छोरा हामी 4-5 जना छौँ हामी न्यू रोड जान्छौँ होला बाटोतिर चाहिँ म ब्लग कन्टिन्यू गर्न सक्दिनँ मलाई गाडी एकदम लाग्छ सो इन ड्राइभ गरेर हामी गाडी अब एकछिनमा जान्छौँ निस्किन्छौँ अब भिडियो चाहिँ वहीँ गएर कन्टिन्यू हुन्छ है हस् सौन्दर्य ज्योति यहाँ बेकरीमा तिमीलाई कुन लिन मन छ वाउ यहाँ देखेर मेरो सानोलाई निन्दा लगाएर देख्न सक्नुहुन्छ के खानु मन Oh my god. तर के खाने भन्ने नै उ भएन क्या यहाँ पुरै डल्छ होला हौ त्यो त मिक्स गर्न पनि हुन्छ हालेर यहाँनिर गएर सो हामीले चाहिँ समोसा अनि यो केक अनि दाँत बिग्रेको मान्छे चाहिँ यहाँनिर आइसक्रिम खाँदै हुनुहुन्छ दाँत उम्रिँदै गरे मान्छे र दाँत झर्दै गरे मान्छेहरू चाहिँ आइसक्रिम खानुपर्ने रे हाम्रो भेज चटामरी एन्ड यहाँ के हो यो समोसा अनि त्यो अर्को के हो डोनट अनि यहाँ चाहिँ केक ब्राउनी दुईजना घम गम 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 खाँदैछन् अहिले छौँ हामी न्यू रोडको महाबौद्धभित्र के अरे यो मोबाइल हाउस है के हो आर्किड त्यो हलभित्र छ के हो थाहा भएन आउन चाहिँ कतिचोटि आइसक्यो मलाई यादै भएन अनि यहाँ म खाना गइरहेको छु मलाई चाहिँ बिर्सिनु होला त्यो हाल्दैन क्या खै पिरो नहुँदैन आफै समातेर आइसक्रिम खान्छ यहाँ बसेको पारा उसको मस्त छैन सक्यो आइसक्रिम सक्यो सक्यो के खाएको छैन के खाएको आइसक्रिम आइसक्रिम खाएको रे वाउ
मुखभरि के लाग्छ ट्याक्क बसेर अर्को पनि तिमीभन्दा सानो नै छु म हिन्दीमा भने देख्न सक्नुहुन्छ यसको नाम चाहिँ के हो खास चटपटे भनौँ न है अमिलो पिरो चट्ट त्यो गुलियोहरू खाएर अनि यो खाँदा त है दामी चट्टै पारेर मजाले क्या त्यो भाडा पनि मजाले राखेर त्यो एउटा यसरी बोकेर हिँड्नु खालको है ममलाई स्वागत छ आज हामी न्युरो डाँछ दुईजना 4जना 5जना आइसक्रिम सबै खाइरहेको छ मम्मी लगभग मान्छे आउँछ खाएर जानु कति थरी खाइसक्यो लास्टमा आमाले बाटो लाने चटपटी त के हो के छ तपाईँलाई के दिनुहुन्छ हाम्रो तपाईँको काम सकेन लास्टमा मैले भनिरहेको बताउनु जानु भइसक्यो हामी चाहिँ यहाँ धम्माधम मम्मीलाई भ्याइ नभ्याइ हुन्छ काम गरेर यहाँ आउने रोड आउनु भयो भने हाम्रो खाएर भ्याइ नभ्याइ हुन्छ सक्नु हुँदैन ल गइसक्यो दाँत उम्बिँदैछ भयो अनि उसले त पायो भने त टोकिहाल्छ कस्तो कालो देख्दा चाहिँ बुझेमा त उसलाई चाहिँ मैले पुग्नु पर्ने अरे कति न हामीले भोलिको टी सर्ट किन्यौँ छानेर बाइकको मान्छेले फोनै खोजेर लाउँछ ओ झुम्कामा झुम्कीवाली माई गड कस्तो दामी दामी तर कहिले लाउनु यो होइन एउटा लाउँछ यस्तो दामी दामी झुम्का बरेलीवाला आँखों में खै के हो गीत यहाँ आएन मलाई तर बबा लाग्यो साथीहरू मलाई चाहिँ तपाईँले एउटा दामी लान्छु मैले यस्तो दामी दामी छ यसलाई लाउँछ होला यसले झुम्का जाने क्या यो हो ब्लाउज बजार यहाँ हामी जहिले ब्लाउज लिन आउँछौँ यहाँ चाहिँ रेडिमेड ब्लाउज त्यो पनि यस्तो एफोर्डेबल प्राइसमा पाउँछ छानी 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 छि कस्तो यो हामी दिदी दुई दिदी बहिनी कसरी हिँडेर ब्लाउज अनि त्यो झोला त उतै खाएन तपाईँको साडीको झोला त उतै खाएन उतै बस्छु चटपट खाने क्या हो मलाई चटपट दिनु भन न हेलो हेलो के
ट्विन्स है दुईजनाको हेर्नु न ज्याकेट पनि मिलाएर ज्याकेट ल जाऊँ बाई बाई गर्दै के पो भन खुसी भयो नि चिकन त हाँसो पनि नसके राम्रोसँग छोरा नातिको ज्याकेट हराउँछ भनेर यहाँ हजुरआमाले एउटा यहाँ सुतेर मस्त निदाएको छ तिमीहरू आएको नि धेरै फाइदा हुन्छ क्या रोड यस्तो प्याक छ आज शुक्रबार फ्राइडे भएर होला सायद हो हामी जुत्ता पसलमा समृद्धि ज्योति यहाँ जुत्ता साउनी भएर बसेको छ भन्न मिल्दैन अनि यहाँनिर छ मम्मीले सानोको लागि ढाका टोक ओ माई गड म त नेपाली बाबु जस्तो देखाएको पुरै वाउ सानो 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 अहिले 6:30-7 भइसक्यो घर जाने अवस्था तयारी छ अब ओ माई गड कत्रो ठुलो बिल्डिङ देखा मम्मी क्याप्टन हुनुहुन्छ समृद्ध ज्योति एउटा हिँडै छ सामान हामी इन ड्राइभ पुरेर बसिरहेको अहिलेलाई चाहिँ अब फिस तिमीलाई कस्तो लाग्यो आजको दिन अलि सानो साउन्ड भयो खुट्टा दुखेर आयो बोकाउँदा म पानी परिसक्यो पानी छिटाइसक्यो यो हाम्रो सामान देख्न सक्नुहुन्छ यो हिँडेको यसले यति दुःख दिइरहेछ हो कुच्चो लाउँदैछ मम्मी चाहिँ यसको गोठालो जति भइसक्यो त्यसले हामीलाई दिनभरि गोठालो बनायो नि हिँडेको होइन कुच्चो लाउँदै हिँडेर सानो चिया खाँदै बसिरहेको क्यामेरामा नअट्ने गड ओ माई गड खाजा होला यो चाहिँ हामीलाई गाडीमा घर जाँदाखेरिको खाजा मम्मीले रोटी तरकारी बोकेर हिँड्नु भएको रहेछ अब चाहिँ हामी घर जान्छौँ इन ड्राइभ पनि आइसक्यो हाम्रो यो सरले यति दुःख दिइरहेछ नठान्ने त मोबाइलमै नअट्ने घर हेर न कति ठुलो आइसक्यो ऊ त्यहाँ आइसक्यो इन ड्राइभ ल जाउँ गाइस हामी चाहिँ लाग्यौँ अहिले चाहिँ घरतिर पानी परिरहेछ माई गड देख्न सक्नुहुन्छ मम्मीले तरकारी खाजा पानी परिरहेछ बालेन सिटी हेर्नुहोस् कति भएन नि काठमाडौँ तर कस्तो मजाको देखा नि के भन्छ अरे यसलाई दरबार मार्ग बिर्सेछ मैले त कस्तो सेम यो बाटो हिँड्दा त पोखरा हिँड्दा जस्तो लाग्छ है पोखरामा छु जस्तो फिल लाग्ने क्या वा यो चाहिँ बिचरा हो क्या अरे आउनै पाएको छैन अहिलेसम्म
अहिले धेरै टाइम भइसक्यो लाइक मलाई चाहिँ यस्तो पोखरामा हिँड्ने जस्तो लाग्छ क्या अहिले चाहिँ बेलुकाको 7-8 बजिसक्यो सो अब फ्रेस हुनुपर्छ एकदम गाह्रो भइरहेछ थकाइ लागिरहेछ सो यो भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु हस् त नमस्ते बाई बाई